नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई म तपेन्द्र। फाइनल्ली नेकपा एमालेको महाधिवेशन सकिएको छ। महाधिवेशनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि पनि विजय भएका छन्। सफलताको लागि शुभकामना छ। लामो समयदेखि नेकपा एमालेमा एकलौटी शासन गरेर आएका केपी शर्मा ओलीले फाइनल्ली यो पटक पनि बाजी मारेका छन्। ओलीको छत्र छायामा बसी चाकडी र चाप्लुसी गर्ने नेताहरूलाई साइडमा राखेर अध्यक्ष पदको लागि उम्मेदवारी दिनु साँच्चीकै केपी शर्मा ओलीको लागि चिट्ठा नै परेको। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने छुटेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा उल्लासमय छाएको छ। सबैजना खुसी छन्। नेपाली जनताहरूको एउटा मात्रै आवाज रवि लामी छाने राष्ट्रिय स्वतन्त्र पार्टी। यति बेला फाइनल्ली रवि लामी छाने मैदानमा आइसकेपछि चुनावको मुखैमा मैदानमा आउनु राष्ट्रिय स्वतन्त्र पार्टीका लागि एकदमै खुसीको खबर हो। सम्पूर्ण स्वतन्त्र पार्टीका समर्थकहरू यति बेला खुसियाली मनाइरहेका छन्। सफलताको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनावमा जानको लागि र सफलताको लागि शुभकामना छ। सम्पूर्ण साथीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीमा एकदमै धेरै आशा राखेको बेला फाइनल्ली रवि लामी छानेर बाहिर आउनु पनि एउटा सबैको लागि आशा र भरोसाको विषय हो। शुभकामना छ। धन्यवाद।